105, 106, 107. कसको फोन आयो फेरि? विक्रम? भन विक्रम, किन फोन गरिस्? साला धोकेबाज मगर, जुन मन्दिरमा तँलाई बस्न बास दिएको थिए त्यही मन्दिरमा आगो लाएर नि साहेब। हेर विक्रम, मलाई यो लडाई झगडा लुटपाट मन परेन, त्यसैले मैले तिम्रो यो बाटो मात्रै छोडेको। अबदेखि मलाई सम्झाउने धम्क्याउने गरेर मलाई फोन गरेर डिस्टर्ब नगर्ने। मगर आजबाट तेरो खानदानको गिन्ती सुरु भइसक्यो। सक्सेस भने फ्यामिलीलाई बचाएर हेर। हेर विक्रम, मेरो फ्यामिलीको एक थुमा मात्र रगत बगोस्, मैले तिम्रो रगतको खोला बगाउने छु विक्रम, याद राख्स। तँलाई मैले हुर्काए बढाए, यत्रो लाठे बनाए, अहिले आएर मेरै कामको तहर बन्दैछस्। प्रहरीको सुराकी बनेर मेरो बाटो छेक्ने काम नगर।